सबैजना सन्चै हुनुहुन्छ होला। हाई एभ्रिवान, गुड मर्निङ अनि सेवा सबैजनालाई। आज तपाईँहरूको दिन केदेखि सुरुवात भयो? मेरो दिन चाहिँ आज पालिका जाने काम परेर पालिका तर्फतिर जाँदैछु। मेरो पालिकामा चाहिँ थोरै काम भएको कारणले जाँदैछु। तपाईँहरूकोमा आजको मौसम कस्तो छ? हाम्रोतिर चाहिँ मौसम आज धुम्म परिरहेको छ, झरी परिरहेको छ, पानी परिरहेको छ। असार बितिसक्यो, पानी परेको थिएन, आजदेखि पानी पर्न थाल्यो अनि अब चाहिँ मलाई असार लाग्यो जस्तो लाग्न थालिसक्यो। तपाईँहरूकोतिर त रोपाइ पनि सकिसक्नुभयो होला। हाम्रोतिर चाहिँ रोपाइ पनि थालेकै छैन, धान रोपेकै छैन, कोदो पनि रोपेको छैन। कतिपय ठाउँमा त धान मकै धान कोदो रोपेर सकिसक्नुभयो होला भन्दै म चाहिँ पालिकातिर जाँदैछु। पालिकातिर को जानु हुँदैछ भन्दाखेरि चाहिँ म, मम्मी, बाबा। के कामले भनेर चाहिँ अब साथीहरूले भन्नुहुन्छ होला। के काम भन्दाखेरि चाहिँ मम्मी चाहिँ ब्याङ्कमा पैसा निकाल्नु अनि बाबा र म चाहिँ पालिकामा काम छ र पालिका हिँडेको। अनि कतिपय साथीहरूले चाहिँ भन्नुहुन्छ, जीवन तिमी त कति डुलिरहेको भनेर भन्नुहुन्छ। अब डुल्ने काम छ मेरो, होइन, कामहरू धेरै छ, अलपत्रै छ। किनकि भन्दाखेरि मेरो अब हरेक कागजातहरू मिलाउनु बाँकी छ। मेरो घरको है जग्गाहरूको सबै मिलाउनु बाँकी नै छ। त्यही भएर म ढुलै गर्नुपर्छ। किनभने मेरो घरमा चाहिँ दाईहरू हुनुहुन्न। मेरो दाईहरू 5 जना हुनुहुन्छ। दाई भाउजूहरू सबैजना बाहिरै हुनुहुन्छ अनि म पनि बाहिरदेखि भर्खर आएको। त्यही भएर मेरो घरको विद्युतको कामहरू अनि प्लस घर जग्गाहरूको सबैको कामहरू अलपत्रै भएको कारणले म चाहिँ आएर यता कहिले कता जान्छु, कहिले कता जान्छु। मेरो कामले गर्दा ढुलेकै। अब म चाहिँ मेरो फाइनल अन्तिम हो मेरो पालिकामा यो काम मिलेपछि म पनि फेरि काठमाडौँतर्फ जान्छु, होइन। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ आज तपाईँलाई कमेन्टमा भन्दै गर्नु होला। अहिले चाहिँ म चाहिँ गलेर बसिरहेको, मम्मी र बाबा चाहिँ हिँड्नु हुँदैछ अगाडि है। आज चाहिँ म चाहिँ ट्याक्कसँगलाई पानीले भिजिसकेँ है। बाटो एकदम घारी रहेछ, त्यही भएर पानीले भिजेर त्यतिकै बजिरहेको छु। छाता त थियो, छाता उडेर पनि मुनि घारी भएको कारणले भिजिरहेको छु। अब म चाहिँ पालिकातर्फ जाँदैछु। मेरो भिडियो भरेसम्ममा धेरै लामो आउँछ, हेर्दै गर्नु होला। सबैजना साथीहरूलाई हाम्रो भ्यू यस्तो छ आजको।